नमस्कार आदरणीय दर्शकबिन्दहरू, जीवन यात्रा कार्यक्रममा सम्पूर्णलाई स्वागत छ। विगत केही दिन अगाडि तपाईहरुलाई जीवन यात्रा पहिलो एपिसोड सार्वजनिक हुँदैछ भन्ने कुरा मैले सार्वजनिक गराइसकेको छु र मैले आज तराई कपिलवस्तुमा बसोबास गर्ने बसन्त मल्ल ठकुरीजीलाई आफ्नो जीवन कहानी अथवा जीवनमा परे आएका र आफूले भोगेका संघर्षका विगतका दिनहरू आज साझा गर्न आउनु भएको छ। बसन्त मल्ल ठकुरीजी, स्वागत छ हजुरलाई। नमस्कार त्रिभुवनजी, तपाईले यो जीवन यात्राको प्रोग्राममा मलाई सहयोग गर्नुको म धेरै आभार व्यक्त छु र मेरो जीवन यात्राको लक्ष्य लिएर तपाईले जुन चाहिँ विषयमा चाहिँ मलाई यो प्रोग्राममा बोलाउनु भयो त्यसको लागि म हजुरलाई मुरी धन्यवाद दिन चाहन्छु। अब मल्लजी, कहानी कहाँबाट सुरु गरौँ? जिन्दगीको यात्रा हो। अब 2-4 वर्ष त तपाईकै अब भूमिगत भूमि घर्सेर जिन्दगी गयो होला, त्यतिसम्म तपाईलाई केही अनुभव थाहा छैन। जब जान्ने हुनुभयो, बाआमाको काख छोड्नु भयो, जिम्मेवारी थपियो, पुस्तक पढ्नु पर्यो, स्कुल लगेर बाआमम्मीले छोडिदिनु भयो। त्यो पनि एउटा दुःखकै क्षण थियो। आफ्नो आमाको काख छोड्दा पीडा हुन्छ बच्चालाई। रुनुभयो, कराउनु भयो। सेयर गर्न सक्नुहुन्छ? आज बताउन सक्नुहुन्छ त्यो क्षण कस्तो थियो? अभियसली त्रिभुवन सर, जब आमा बाउको काख छोड्दाखेरि बच्चाहरूलाई कति पीडा हुन्छ त्यो त तपाईलाई पनि थाहै छ, त्यो मलाई पनि थाहा छ, सारा दुनियाँलाई थाहा छ। जब आफू सानो हुँदाखेरि आफ्नो आमा बाउको काख छोड्दाखेरि एउटा सिङ्गो संसार छोडे जस्तो चाहिँ फिल हुन्छ। अनुभव गर्नुहुन्छ त्यो दिन? सम्झिन सक्नुहुन्छ तपाईँ? त्यो कालो दिन चाहिँ किन सम्झिन नसक्नु त्रिभुवन सरजी? स्कुल छोड्दा कति वर्ष हुनुहुन्थ्यो तपाईँ? अब भन्नुपर्दा त्रिभुवन सर, त्यतिखेर म चाहिँ लगभग 3-4 वर्षको थियो होला। जब चाहिँ बाबाआमाले चाहिँ स्कुलमा छोड्दाखेरि चाहिँ 3-4 वर्षको चाहिँ थियो होला। केही दुःखहरू अहिले सम्झिनुहुन्छ त्यो दिन? त्यो त धेरै दुःखको कुरा हो। हजुरको अब स्कुल जाँदाखेरि अब पहिलाको स्कुल भन्नु भनेको चाहिँ धेरै नै टफै थियो। तपाईँको स्कुल भन्ने बित्तिकै चाहिँ बाबाआमासित के तर्सिन्थ्यो र हामी स्कुलको नाम सुन्ने बित्तिकै हामी त्यसै तर्सिन्थ्यो कि। पढाइमा अब्बलै हुनुहुन्थ्यो? पढाइमा त अब्बलै थियो। त्यही हो, अब गाउँको सरकारी स्कुलमा पढेको मान्छे म। सरकारी स्कुलमा? हजुर। अब बिहान जाँदाखेरि चाहिँ अब बेलुका पकाएको रोटीमा नुन खुर्सानी दलेर खाजा लैन्थ्यो। अब त्यही खान पर्थ्यो। अब त्यहाँको अब टिचरको अब त्यही त हो सरकारी स्कुलको भनेपछि पहिलाको कस्तो थियो त्यो त तपाईँलाई अनुभवै छँदैछ। कति टाइप थियो, अहिलेको जस्तो त छैन। त्यतिखेर सायद एसी थिएन, एसएलसी थियो। त्यसखेर एसएलसी नै थियो त्रिभुवन सर। गाह्रो थियो? धेरै गाह्रो भन्नुपर्छ भनेपछि हजुरको अब 3-4 वर्षको बच्चा स्कुल जानु भनेको त्यो भनेर चाहिँ हजुरको एउटा भारी बोकेर जानु पर्थ्यो कि। जब मैले एउटा के कुरा जोडेँ भने एसएलसी पछि तपाईँले आफ्नो जुन पढाइ निरन्तरता दिनु पर्यो, त्यो पढाइ कपिलवस्तुमा सम्भव थिएन? अब अलिकति घरको पारिवारिक समस्याले गर्दा अब त्यहाँ समस्या भएर म चाहिँ काठमाडौँ छिरेको हो। काठमाडौँ छिर्नु? हजुर। के उद्देश्य लिएर छिर्नु भएको थियो? अब आफू केही बनाऊ र अब बाबुआमाले सिकाउँथ्यो भन्ने हिसाबले चाहिँ आफू छिरेको थिएँ। अब काठमाडौँ छिरेपछि चाहिँ अब गाउँ र काठमाडौँमा मैले धेरै डिफ्रेन्स भेटेँ। दुःख पाउनुभयो? अब दुःख त अब कुरै नगर्नु, अब त्यो भन्दाखेरि अहिले आँसु नै झरेर आउँछ त्रिभुवन सरजी। अब्बल त मलाई विभिन्न सञ्जालहरूमा विभिन्न प्रक्रियामा तपाईँको जुन देखिन्छ त्यसमा चाहिँ राम्रै जस्तो लाग्थ्यो। तर दुःख सुरु गर्नुहुन्छ सक्नुहुन्छ? के कस्ता दुःखहरू? अब यो समय यो ठाउँमा आएपछि अब आफ्नो दुःख व्यक्त गर्नु भनेको आफ्नो चाहिँ मन हल्का गर्नु नै हो। केही छैन, नेभर माइन्ड, आई क्यान सी योर विथ यु। कोठा कसैको डेरामा बस्नुभयो अथवा आफैले लिनुभयो? सुरुमा त धेरै दुःख पाइयो त्रिभुवन सरजी, किनकि सुरुमा काठमाडौँ छिर्दाखेरि हजुरको अब कोठा, अब नौलो मान्छे, नौलो ठाउँ, नौलो सहर, मान्छे नचिनिनु, एकअर्कासित चाहिँ अब गर्दा धेरै गाह्रो हुँदो रहेछ एडजस्ट हुनलाई। रोजगार लाउनुभयो अथवा काम खोज्नुभयो अथवा घरैबाट तपाईँलाई केही? अब घरैबाट भन्दा पनि त्रिभुवन सर, अब घरबाट पनि अब अलिकति सहयोगको अपेक्षा गर्नु भने अलिकति गाह्रै थियो होइन। अब
केही बन्छु भनेर आफू निस्किएपछि चाहिँ अब घरबाट अलिकति केही सहयोग माग्दा पनि आफूलाई गाह्रो हुने गाह्रो छ। अब हाम्रो अब परिवार भनेको पनि धेरै ठुलो पनि होइन, सामान्य स्तरकै थियो, धेरै दुःख गरेर चाहिँ बसेको थियो। त्यही हिसाबले चाहिँ म चाहिँ के गर्छु भनेर चाहिँ काठमाडौँतिर छिरेर चाहिँ दुःख गर्छु भनेर चाहिँ छिरेको थिएँ। खुसी हुनुहुन्छ त्यो दिन विगत सम्झेर अहिलेको अवस्थामा आउँदा तपाईँलाई त्यो दुःखहरू भुलाउने बाटोहरू अहिले बनेको छ? अहिले भन्दाखेरि चाहिँ ठिकै होला, बच्चा छ, हजुरले त बिहे पनि गरिसक्नुभयो, बच्चा छ, आफ्नो श्रीमती छ, एउटै कोठामा बस्नुहुन्छ, खानुहुन्छ, अब त्यसैलाई जिन्दगी सम्झिनुहुन्छ अथवा अझै पनि मेरी गर्नुपर्ने कामहरू धेरै थियो जस्तो लाग्छ? अब एक्चुअली भन्दाखेरि सर अब सानैदेखि दुःख गर्दै आएको मान्छेलाई थाहा हुन्छ कति ठक्कर खाइन्छ कति के खाइन्छ भन्ने। अब म त्यत्तिकै माथि एक्कासी चाहिँ कमलको फुल जस्तै आएको होइन, धेरै दुःख ठक्कर खाएर आएँ। अब अर्काको कोठामा हजुरको चाहिँ रेन्ट लिन जाँदा पनि कतिले धक्काएर पठाए, पैसा छैन, गोजीमा 1 सुका। अब आफू पढ्न भनेर निस्केको मान्छे रोजगार खोज्दाखेरि कतै पाइँदैन, धेरै भौतारी। कहिले कसो त पार्टीमै सुतेर जिन्दगी बिताएँ। घर रुम भन्दा बाहिर पनि खुला आकाशमा पनि सुत्नुभयो। अब एउटा लक्ष्य लिएर हिँडेको मान्छेले गर्दाखेरि, लिएर हिँडेको मान्छे, अब एउटा आकाश छुन्छु भनेर हिँडेको मान्छेले अब हरेक ठक्कर खाइन्छ भन्ने चाहिँ त्यो मैले पढेको थिएँ। तर चाहिँ पछि म आफ्नो लाइफमा आएपछि चाहिँ त्यो भोग्दाखेरि चाहिँ थाहा पाएँ कि जिन्दगीमा यस्तो पनि हुँदो रहेछ भन्ने कुरा चाहिँ थाहा पाएर चाहिँ कहिले कस्तो पार्टीमा सुतेर पनि दुनियाँको भाँडा माझेर दुनियाँको काम गरेर म त्यो हिसाबले चाहिँ नि म आफू चाहिँ अगाडि बढेँ। बडा मलाई त अलिकति बोल्नै गाह्रो हुने शब्दहरू बोल्नुभयो। भाडा मान्नु, काम गर्नु स्वाभाविक रूपमा सामान्य नै होला, तर खुला आकाशमा नि सुते भन्नुभयो। खुला आकाशको कुरा गर्दा मलाई त यहाँ भगभकाने हो मेरो मुटु। मल्लजी, खुला आकाशमा सुत्नुभयो तपाईँ? अब तपाईँलाई मेरो कथा सुन्दा तपाईँ भकानी भनेपछि मैले भोगेको मान्छेलाई चाहिँ कति चाहिँ पीडा भयो होला त्यो आफै बुझ्नुहोस् त। त्यो मान्छे चाहिँ खुल्ला आकाशमा सुत्दा पनि मैले के सोध्थेँ भनेपछि त्यो आकाश मेरै हो भने सोध्थेँ। किनकि मैले त्यो लक्ष्य लिनु छ नि त, एकदम आफूलाई केही बनाउनु छ, आफू केही बन्नु छ, आफू जिन्दगीमा अरूलाई सहयोग गर्नु, अरूको लागि चाहिँ केही गर्नु भनेर अगाडि बढ्नु छ, आफ्नो लाइफ बनाउनु छ। के छ 2-4 दिन खुल्ला आकाशमा सुतेला के थाहा, कुनै दिन चाहिँ त्यो खुल्ला आकाश चाहिँ आफ्नो हुनसक्छ कि। तर मैले एउटा प्रश्न कहाँनिर गर्छु भने जब तराई भेगको हिसाबले कपिलवस्तु पनि डेभलपमेन्टमा कमै छ, भौगोलिक बनावटले संरचनाहरू बाटाघाटा छैन पनि भन्न मिल्दैन, हस्पिटल स्कुलहरू पनि तमाम छन्, तर त्यत्रो चाहिने आफ्नो बाजेको प्रपर्टी छोडेर त्यो सम्पन्न परिवार छोडेर मल्लजी काठमाडौँ आएर खुला आकाशमा सुत्दा त्यो पीडा नेपाली जनताले पचाउन सक्ला सकिएला त्यो दिन? तपाईँ कति निर्दयी, कस्तो फ्यामिली, तपाईँको कहानी सुन्दा कस्तो महसुस हुन्छ तपाईँ आफै विचार गर्नुहोस्। मल्लजी हो कपिलवस्तुमा प्रपर्टी तपाईँको कति छ, कति त्यतातिर नजाउँ किनभने सम्पत्ति भनेको कुरा त्यहाँ पनि नजाउँ, तर तपाईँ त मजाले कपिलवस्तुमै आफ्नो चाहिने ब्याकग्राउन्ड भूमिका देखाएर 2-4 पैसा आर्जन गर्न त सक्नुहुन्थ्यो, किन ठक्कर खानुभयो? अब मैले यसमा चाहिँ तपाईँले चाहिँ के भन्थ्यो, अब यदि बाउको सम्पत्तिमा रजाइ गरेर छोराले मोज गर्छ भने चाहिँ पछिबाट छोराले बिहा गर्ला, उसको छोराले के सिक्ला, उसले दुःख के बुझ्ला? जब मैले दुःख पाएपछि चाहिँ मैले यस्तो गरेर यसरी गरेँ भनेर आफ्नो छोरालाई भन्दा चाहिँ बाउको रजाइमा मोज गर्नु र आफ्नो दुःखमा छोरालाई चाहिँ मोज गर्नुमा कतिको भिन्नता छ, त्यो आफै बुझ्नुहोस् त। ल यसको उत्तर दिनुहोस् त मलाई। बाउको सम्पत्ति छ, ल मेरो बाउको यति सम्पत्ति छ, ए मलाई के छ र, पुग्ने छ रजाइ भनेपछि मल्ल ठकुरी बाउको प्रपर्टीमा रोज मजाइ गर्ने मान्छे होइन। म भनेको चाहिँ एउटा यस्तो सिद्धान्त लिएर हिँड्ने मान्छे कि आफ्नो
बल बुद्धि आफ्नो मुठीले आफ्नो बल शक्तिले चाहिँ कमाइ गरेर चाहिँ आफ्नो परिवार पाल्ने हैसियत राख्ने मान्छे हो म। यति चाहे भने अहिले पनि म राज गरेर बन्न सक्छु कपिलवस्तुमा। एकदमै मैले त्यही जोडेको तपाईँको जुन ब्याकग्राउन्ड बुझियो अथवा कुनै माध्यमबाट हामीले थाहा पायौँ। तर मल्ल ठोकुरी खुला आकाशमा एउटा निर्दयी रूपमा पार्टीमा सुत्ने मान्छे त होइन नि। तर तपाईँको सोच एकदमै उच्च छ, यो नेपाली जनताले बुझ्छ। त्यो हरेक जनताले त्यो बुझ्नुपर्छ। अहिले केमा आफ्नै पेसामा आबद्ध हुनुहुन्छ? अहिले म आफ्नै पेसामा आबद्ध छु। परिवार फ्यामिलीहरू काठमाडौँमै राख्नु भएको छ? सबै आफ्नो ठाउँमा राखेको छु। आफ्नो परिवारलाई खुसी हुनुहुन्छ अहिले? एकदमै खुसी छु म अहिले, एकदमै खुसी छु। कहिलेकाहीँ परिवारमा त्यो दिन, त्यो छेड, त्यो ठक्कर खाएको छेड सम्झिँदा कहिलेकाहीँ परिवारमा एउटा नर्भस फिल, आँसु झर्ने सम्भावनाहरू देखिन्छ? कुनै बेला चाहिँ त्यो सम्झना आएर चाहिँ कहिले कस्तो चाहिँ मन भक्कानेर आउँछ। तर चाहिँ के सोच्छु कि मैले चाहिँ त्यो ठक्करलाई मैले चाहिँ डबल ठक्कर दिएर चाहिँ म अगाडि बढेको छु। त्यसलाई मैले कुल्चेर अगाडि बढेर अहिले मैले आफ्नो परिवारलाई चाहिँ खुसी राख्न सकेको छु। त्यो चाहिँ मलाई चाहिँ के छ, मेरो अहिले चाहिँ छाती चौडा भएको छ। छोरीलाई राम्रो स्कुलमा पढाएको छु, बुढीलाई राम्रोसँग खुसी पारेको छु, उसको इच्छा आकाङ्क्षा सबै पुरा गरेको छु। जीवन त्यही हो पक्कै पनि। जीवन यात्रामा आइसकेपछि सङ्घर्ष जिउनुभयो, विभिन्न आरोह अवरोह पार गर्नुभयो, विभिन्न चाहिने एकदमै एउटा सङ्कट पार गर्नुभयो र अहिले जिन्दगी सरिल र सरल तरिकाले जिउनु भएको छ। यही हो हाम्रो मुख्यतया। अन्तिममा के भन्न चाहनुहुन्छ हाम्रा दर्शकहरूलाई? अब त्यो दर्शकबिनलाई चाहिँ म के भन्न चाहन्छु भने चाहिँ जिन्दगीमा अगाडि बढ्नु छ भने चाहिँ कहिले पनि अरूको सपोर्टमा होइन, जहिले पनि आफ्नो बल बुद्धि लगाएर अगाडि बढ्नुपर्छ। किनकि हुन्छन् मान्छेहरूको दुनियाँ सम्पत्ति हुन्छन्, सम्पत्ति छ भन्दैमा चाहिँ त्यो धेरै ठुलो कुरा गरेर हुँदैन। किनकि जब आफूले दुःख गरेर कमाएको सम्पत्ति हुन्छ त्यो चाहिँ आफ्नो सम्पत्ति हुन्छ। त्यो त जब कसले बाउले दुःख, बाजेले दुःख गरेर कमाएको सम्पत्ति, त्यो त हाम्रो त होइन त, हो कि नै? जब आफूले एक दिन काम गरेर 5 रुपैयाँ कमाइन्छ त्यो भनेको ठुलो सम्पत्ति हो। किनकि त्यो त्यहाँ त दुःख छ, मेहनत छ, बल छ, बुद्धि छ, एजुकेसन छ, हो कि नै? एकदमै। जब आफू सक्षम भएर चाहिँ जब त्यो स्ट्यान्डर्डमा चाहिँ आफू उभिन सक्दैन तबसम्म चाहिँ त्यो मान्छे हुन सक्दैन। एकदमै तपाईँको सोच उच्च छ। हाम्रो कार्यक्रमसम्म आउनुभयो, बडा खुसी लाग्यो। अब हामी कार्यक्रमको करिब अन्त्यतिर छौँ। अन्त्यतिरमा यो कार्यक्रमसम्म आउने एउटा जमर्क गर्नुभयो। हाम्रो यो भागको पहिलो एपिसोड हो। तपाईँ पहिलो एउटा हाम्रो भावना हो होइन, उच्च मूल्याङ्कन छ तपाईँको जीवनयात्रा, जुन अहिले झन्डै 28 वर्षको यात्रा सेयर गर्नुभयो। यसप्रति, हाम्रो कार्यक्रमप्रति केही भन्न चाहनुहुन्छ? मलाई सुरुमा त लाग्थ्यो यो कार्यक्रम यसो हेर्दाखेरि चाहिँ यो भनेको एउटा हावा जस्तो लाग्थ्यो। पछि भित्र निहालेर हेर्दा चाहिँ त्यसको तथ्य सत्य बुझ्दा चाहिँ, किनकि यो कार्यक्रमले चाहिँ जे पनि गर्छ तर तथ्य सत्य चाहिँ कुरा चाहिँ गर्दो रहेछ भने खुसी हुनुहुन्छ? खुसी छु। त्यो तथ्य सत्य कुरालाई चाहिँ निकाल्दो रहेछ भन्ने कुरा चाहिँ मैले चाहिँ लाएर विश्वास गर्नुहुन्छ कार्यक्रमले? म भित्रैदेखि नै। हस् त, धन्यवाद यहाँसम्म आइदिनु भयो। फेरिका दिनहरूमा तपाईँहरूको यात्रालाई हामी पुनः निरन्तरता दिनेछौँ। अहिले हामी तपाईँलाई बिदा गर्छौँ। हस्, थ्याङ्क यू त्रिभुवन सरजी। दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो कपिलवस्तुबाट वसन्त मल्ल ठकुरी। आफ्नो जीवनयात्रा 28 वर्षीय यात्रा हाम्रो कार्यक्रममा प्रस्तुत गरेर भइसक्नु भएको छ। यदि तपाईँहरू जीवनमा यस्तै ठक्कर खाएका अथवा अन्य आरोह अवरोहहरू पार गरेका जीवन यात्रा कहानी सेयर गर्न चाहनुहुन्छ भने हाम्रो कार्यक्रममा तपाईँहरूलाई एनी टाइम स्वागत छ। स्वागत गर्दा तपाईँले हाम्रो कार्यक्रमको गएको बायोमा गएर नम्बर हुन्छ, त्यो नम्बरमा कल पनि गर्न सक्नुहुनेछ र हाम्रो अफिस काठमाडौँ पेप्सी कोलाको एउटा स्टुडियोमा छ, तपाईँले त्यहाँ आएर पनि भिजिट गर्न सक्नुहुन्छ। हस् त, सबैको दिन शुभ रहोस्। हाम्रो यस जीवनयात्रा कार्यक्रमलाई माया गरिदिनु होला, सेयर गरिदिनु होला र कमेन्ट दिन नबिर्सिनु होला। सबैको दिन शुभ रहोस्।